नमस्कार साथीहरू, आज चाहिँ कति समयपछि चाहिँ मैले चाहिँ मेरो सानो युट्युब भिडियो अपलोड गर्न गइरहेकी छु। आज चाहिँ म हजुरहरूलाई चाहिँ मेरो ब्याक गार्डनमा के छ भनेर देखाउन आएको छु। सबैभन्दा पहिला चाहिँ मैले चाहिँ यहाँ चाहिँ रायो साग रोपेकी छु। तर यो रायो साग चाहिँ अब फुल्छ कि भन्ने मलाई अलिकति डर त पिर लागेको छ, तर पनि रोपिहाल्यो होइन। त्यसै गरी मैले चाहिँ यहाँ चाहिँ स्प्रिङ अनियन रोपेकी छु। यो स्प्रिङ अनियन हो। यहाँ मैले सानो गमलामा 5वटा गमलामा चाहिँ मैले पर्पल कलरको ब्रोकोली रोपेको। त्यसै गरी यहाँ चाहिँ रायो साग, यो रायो सागहरू चाहिँ त्यसै भुइँमा उम्रेको रायो साग हो। अनि मैले त्यसै टिपेर गमलामा सानो गमलामा सारिदिएको। त्यसै गरी यो मेरो लसुन चाहिँ अलिक समयपछि तयार हुन्छ। हेर्नु नै कति राम्रो भएको छ लसुन चाहिँ। अलिक समयपछि चाहिँ अब भनौँ 1 महिनापछि चाहिँ यो सायद तयार हुन्छ होला यो लसुन चाहिँ। यहाँ चाहिँ हामीले चाहिँ खोले साग रोपेको छौँ। यसमा चाहिँ सानो पोटमा चाहिँ हामीले खोले साग रोपेको छ। हाम्रो चाहिँ परिवार सानो भएको कारणले गर्दाखेरि चाहिँ एकदमै धेरै पनि रोप्नु पर्दैन, त्यही भएर सानो पोटको पनि ठिकै हुन्छ। मैले चाहिँ यहाँ चाहिँ खाना ल्याएको आलु चाहिँ अब भनौँ न लामो समयसम्म राख्दाखेरि चाहिँ हरियो हुने, अनि यो त्यो पलाउने हुन्छ नि त। अनि पलाएपछि चाहिँ मैले यसलाई यहाँ रोपिदिएको। सानो यसले पलाउनु लागेको छ। यहाँ पनि छ सानो चाहिँ, यो चाहिँ सानो बेबी पोट्याटोज हो। यहाँ पनि हो। यहाँ चाहिँ मैले मल बनाउँछु, तर यो आफ्नो घरमा बनाएको मल चाहिँ रोप्दाखेरि चाहिँ अलिक किरा लाग्दो रहेछ। त्यसै गरी यो चाहिँ बोझो हो, नेपालबाट ल्याएको बोझो हो। यहाँ चाहिँ मैले यो चाहिँ भुइँमै फल्ने बिन्स हो। यो चाहिँ बोबिन बकुला सिबी भन्छ। यहाँ फुल्न लागेको छ। धेरै रोपेको छैन, जम्मा 3-4वटा बोट रोपेकी छु। त्यसै गरी यो चाहिँ अर्को सिबी, भुइँमै फल्ने सिबी। यो गमलाहरूमा चाहिँ हामीले सयपत्री फुल, यो चाहिँ मेरो आमाले जमाउनु भएको, यो चाहिँ हिउँदे सयपत्री फुल हो, यो जमाउनु भएको हो। त्यसै गरी यो चाहिँ अर्को सिबी, यो चाहिँ कलेजी कलरको रनर बिन हो। यहाँ पनि बिन्सहरू छ। यहाँ चाहिँ पालुङ्गे स्पेनिस छरेको। तर यहाँ चाहिँ मेरो भुइँमा कति दुबो पलाएको छ कि अलिकति फुटफुट भयो भने चाहिँ यो दुबो चाहिँ अलिक छिनपछि चाहिँ गोड्नुपर्ने हुन्छ, नत्र भने चाहिँ यो पालुङ्गोहरू चाहिँ सप्रिन दिँदैन। अनि यो चाहिँ मेरो ब्लुबेरिज हो। लास्ट इयर चाहिँ 2टा मात्र फलेको थियो। योपालि चाहिँ डटरम्म फुल फुलेको छ। हेर्नु कति फल्छ। यो चाहिँ मेरो हस्बेन्डको एकदमै फेभरेट फ्रुट भएको भएर यो चाहिँ मैले लास्ट इयर होइन, त्योभन्दा अगाडिको इयरमा चाहिँ मैले रोपेको, डिन गार्डन सेन्टरबाट ल्याएर रोपेको। कति मजाले चाहिँ फुल फुलेको छ। योपालि चाहिँ डटरम्म फुल फुलेको छ। यहाँ चाहिँ हामीले चाहिँ खास यो सिबी रोप्नुभन्दा अगाडि चाहिँ स्प्रिङ अनियनहरू रोपेको थियो। अनि अब सिबी रोप्नुपर्ने भएको भएर स्प्रिङ अनियन चाहिँ हामीले कति टिपेर खायौँ, अझै पनि अलिकति बाँकी छ। त्यसै गरी यहाँ चाहिँ पालुङ्गे सारेको। यहाँ पनि सिबीहरू छ। यो चाहिँ हाम्रोमा चाहिँ नेबरहरूको चाहिँ बिरालो छ क्या, बिरालो आएर खोतलेर दिशा गर्ने गर्छ। त्यसको कारणले गर्दाखेरि चाहिँ मेरो आमाले चाहिँ यस्तो गाडिदिनु भएको क्या, बिरालो नआओस् भनेर। यहाँ चाहिँ मेरो अर्को खुर्सानीको बोट छ। यो चाहिँ पिज हो, केराउको बोट। यो पनि अर्को सिबी। यो चाहिँ बेथेको साग हो। यो चाहिँ अब लास्ट इयर होइन, त्योभन्दा अगाडिको वर्षमा चाहिँ मैले गार्डन सेन्टरबाट यसको बिउ लिएर आएको थिएँ। छरिदिएको, हेर्नु मैले छरेपछि त सधैँलाई हुन्छ। अब यहाँ पनि अर्को केराउको बोट छ। यो चाहिँ केही गरे पनि हुँदैन। यो चाहिँ इस्कुस भन्छ हाम्रो नेपालमा, इस्कुसको बोट हो। लास्ट इयर चाहिँ हामीले इस्कुस चाहिँ एकदमै धेरै खायौँ। मेरो दिदीले चाहिँ डोनकास्टोमा रोप्नु भएको थियो इस्कुस, अनि उहाँले चाहिँ यो राख्नु भएको थियो। र हामीले चाहिँ यसको मैले चाहिँ अलिकति ढिलो नै राखेँ होइन, त्यही भएर हेर्नु न यत्रो भएको छ बोट। मेरो भाउजूको त एकदम ठुलो भइसकेको छ बोट, तर मेरो चाहिँ यत्रो छ। तर यो खासै फल्न यो फल्न त फल्दैन होला, तर मान्छेको रहर मात्र यस्तो रोपेको। स्ट्रबेरी सानो पोटमा एकदम मिठो छ यो स्ट्रबेरी चाहिँ। यो स्ट्रबेरी चाहिँ हामीसँग भएको 4-5 वर्ष भइसक्यो। चाहिँ हाम्रो फ्युसिया हो। यो चाहिँ मेरो फ्युसिया, कति राम्रोसँग पलाएर आएको छ।
यो फर्सी हो, यो कोर्जेट हो। तर यो कोर्जेट मेरो दुईवटा खालको फर्सी लिएर आएको, कुन चाहिँ कोर्जेट कुन चाहिँ मेरो अब चाहिँ चिन्न गाह्रो भयो। अनि यो चाहिँ मेरो गुर्देली फुल क्रिसान्थेमम, यहाँ पनि छ मेरो फर्सी, त्यसै गरी गुर्देली फुल। यो सयपत्री हेर्नु न, सबै त्यो स्लगले खाएर यस्तो पारिदिएको कि औषधि छर्दाखेरि पनि नहुने है, स्लगले चाहिँ सखा पारेको छ। यो चाहिँ मेरो टमाटरको बोट। योपालि चाहिँ हामीले टमाटर धेरै रोपेन, किनकि म फुल टाइम वर्कर भएको भएर चाहिँ अब धेरै रोप्दा पनि लुक आफ्टर गर्न सक्दैन, त्यही भएर चाहिँ हामीले धेरै रोपेन। त्यसै गरी हामी पनि मेरो सयपत्रीको बोट। यो खुर्सानी, यो खुर्सानीको नाम चाहिँ के रहेछ, 3, 4, 5, यो चाहिँ पिरोवाला खुर्सानी हो यो चाहिँ। अनि हामी टमाटरको बोट छ। यो चाहिँ मेरो लिली प्लान्ट, हेर्नु न कति राम्रो सयपत्री कति ठुलो फुलेको। तर यसलाई बोटलाई चाहिँ सप्लिनै दिएन, यो सङ्के हाल्यो। त्यसै गरी मसँग फ्युसिया पनि छ, अर्को फ्युसिया। यो टमाटर, त्यसै गरी हामीले एउटा अर्को फर्सीको बोट, यो त कोर्जेट भनेको। रोज हेर्नु यो उस चाहिँ मरिगएछ मेरो सयपत्री, यति राम्रो भएको थियो, कति राम्रो फुलेको थियो, हेर्नुहोस् मरेछ। म काट्छु अरे। त्यसै गरी यो चाहिँ यसलाई के भन्छ, सालबिया भन्छ कि के भन्छ है, तर सालबिया चाहिँ अर्को पनि हुन्छ, तर यसको नाम अलिक थाहा भएन। यो कति राम्रो फुल्छ कि, अनि यसको गन्ध चाहिँ बाँबरीको बासना आउँछ कि, बाँबरीकै जातिमा पर्छ होला यो चाहिँ। कति राम्रो बाँबरीको बासना आउँछ यो चाहिँ, हाम्रो तुलसी बाँबरीको जस्तो। अनि मेरो अर्को टमाटर, मेरो लिली फुल्न लागेको छ। यो चाहिँ अब सयपत्री फुल भइहाल्यो। मेरो यो लिलीलाई चाहिँ हेर्नु न, यस्तो खालको किरा लाग्ने कि लिलीमा चाहिँ, हेर्दाखेरि लेडी बर्ड जस्तो देखिन्छ, तर यो लेडी बर्ड चाहिँ होइन है, यस्तो खालको के, यस्तो खालको किरा लाग्छ कि। अनि यो किराले छोएपछि त सबै पातहरू यस्तो दुलो 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 पारिदिँदो रहेछ कि, फुल पनि राम्रो फुल्दैन होला कि। हेर्नु न यस्तो के, कति फ्याँक्छु, यसको त औषधि पनि हुन्न रहेछ कि के हो। तर म औषधि त्यति छर्दैन, किनकि मेरो दाइको चाहिँ हाम्रो सानो भुन्टु छ, अनि भुन्टु यहाँ आउँछ हाम्रो घरमा, अनि गार्डनमा खेल्ने भएको भएर हामी चाहिँ त्यति साह्रो औषधिहरू चाहिँ हामी कहिले पनि प्रयोग गर्दैनौँ कि। अनि यो चाहिँ अर्को सयपत्री, त्यही भएर हेर्नुहोस् त्यस्तो लाई लाग्छ, त्यस्तो लाई लागे पनि हामी त्यो औषधि यो स्प्रे चाहिँ गर्दैनौँ। यसलाई चाहिँ पानीले पखालेर फ्याँक्छु, कहिले मलाई हातले नै चिम्टेर फ्याँकिदिन्छु। यहाँ चाहिँ मेरो उसहरू आएको छ है, डेलियाहरू, लास्ट इयरको डेलियाहरू पढ्न सुरु गरेको छ। यो रोज हेर्नु न, यो चाहिँ व्हाइट कलरको मिनी रोज हो, कति राम्रो फुल लागेको छ। यहाँ पनि अर्को एकदम राम्रो छ डेलिया, यो पनि पढ्न लागेको छ। यहाँ चाहिँ मेरो अब यो रोजेसहरू फुल्न लागेको छ नि, थुप्रो रोपिहालेको छ। तर यसको चाहिँ लाई चाहिँ एकदम लागेको थियो क्या, तर अस्ति चाहिँ मैले साबुन पानीले पखालेको, तर अलिअलि चाहिँ गएको छ। तर खोइ किन यस्तो बित्ति लाई लागेको नि यस्तो भएको छ। यो चाहिँ पियोनी हो, यो पियोनी चाहिँ कोपीले लागेको छ, यो चाहिँ फर्स्ट टाइम फुल्न लागेको हो। यो चाहिँ अब मैले पिङ्क कलरको भनेर लिएर आएको, तर कस्तो फुल्छ थाहा छैन। यो चाहिँ एकदमै सानो टाइम लाग्दो रहेछ है, यो पियोनी चाहिँ फुल्नको लागि चाहिँ। हामीले चाहिँ पियोनीको बल्ब भन्छ के भन्छ, गाना होइन, त्यो राखेको, अन्त यो चाहिँ लगभग 4 वर्ष लाग्यो कि यो पियोनी फुल्नको लागि। सायद यो 4 वर्षमा फुलेको हुनसक्छ, अझै पनि फक्रेको छैन फुल त, तर फुल्ने क्रममा चाहिँ छ। यो चाहिँ मेरो लास्ट इयरको स्न्यापड्रागन हो, फुल एकदम राम्रो फुल्छ। यहाँ चाहिँ अरू झारपात फुलहरू छ। यो चाहिँ अर्को रोज, यो पनि मेरो विचारमा व्हाइट रोज नै होला, मिनी रोज। यो चाहिँ येल्लो कलरको हो, यहाँ यस्तो फुल लागेको छ। यो फुलको नाम चाहिँ मलाई त्यति थाहा भएन, तर यो एकदम राम्रो फुल्छ है, सेतो कलरको फुल्छ है। यो चाहिँ मेरो बाबुले प्लान्ट गर्नुभएको हो पहिले, तर अनफर्चुनेटली मेरो बाबुले चाहिँ कहिले पनि यो फुलेको देख्नु भएन, उहाँ हामीसँग हुनुहुन्न, त्यही भएर बिचरा है। अब यो चाहिँ उहाँले एकदम मन परेर लिएर आउनुभयो गार्डन सेन्टरमा है, कति गार्डन सेन्टर धाउनु भएको कि फुलको लागि। किनभने हामीलाई चाहिँ कस्तो हुन्छ भने अब नाम थाहा नहुने, अनि मेरो बाबाले चाहिँ यो पात के यो फुलको पातको अड्कल गर्दै लिएर आउनु भएको कि यो चाहिँ। अनि तर उहाँले चाहिँ फुलेको देख्नु भएन है, मेरो बाबा चाहिँ अब स्वर्गवास हुनुभयो, त्यही भएर चाहिँ उहाँले चाहिँ देख्नु भएन फुलेको चाहिँ। तर एकदम राम्रो फुल छ, व्हाइट कलरको फुल छ। अनि यहाँ पनि मैले आलु रोपेकी छु, सरी। यो चाहिँ मेरो क्यामेलिया हो, एकदम राम्रो फुलेको थियो, तर जे होस् अब यसको त सिजन गइसक्यो।
फेरि हिउँदे सयपत्री चाहिँ आफूले जमाएको सयपत्रीलाई चाहिँ यसरी सानो प्लान्ट पोटमा सारेको छ। भुइँमा एकैचोटि सार्दाखेरि चाहिँ मर्ने भएको भएर हामीले चाहिँ यसरी सानो पोटमा राखेको। अब भुइँमा त्यसरी सयपत्रीहरू राखेको थियो, राख्ने बेलामा चाहिँ कस्तो अब सबै स्लगले खाएको छ। त्यो भएर खोइ अब हामीले विचार गर्दैछौँ है यसलाई चाहिँ भुइँमा रोप्ने या त अर्को ठुलो प्लान्ट पोट लिएर आएर रोप्ने है। तर के भने कस्टली त एकदम कस्टली हुन्छ होइन अब पोटहरू किन्दाखेरि। तर भुइँमा राख्दाखेरि पनि अब यति माया गरेर हुर्काएको कुराहरू होइन, स्लगले खाइदिँदा त मन दुख्ने। हाम्रो सालाड हो, हामीले सालाड चाहिँ कति धेरै रोपेको थियो यो सानो प्लान्ट पोटमा। हामीले कति खायौँ पनि। अब यति अब एउटा दुईवटा 3 4 5वटा चाहिँ बाँकी छ। यसलाई एकछिन पानी राख्नुपर्ने भएको छ। यो चाहिँ मेरो हाम्रो सयपत्री अझै बाँकी भएको सयपत्रीहरू। यो चाहिँ गमफेरा के कसो भन्छ है, यो चाहिँ मखमली फुल हो। यो चाहिँ मैले फेब्रुअरीको 8 तारिकतिर जमाएको है। यो चाहिँ पटक्कै बढ्न सकेन कि हाम्रो यो युकेको वेदर त एकदम चिसो भएको भएर हो कि के होइन, पटक्कै बढ्न सकेन। हेर्नुहोस् न, जहिले पनि जस्ताको तस्तै हुन्छ कि, मलाई कहिले पनि बढेको जस्तो पनि लाग्दैन। यहाँ चाहिँ मेरो स्ट्रबेरी छ। यो स्ट्रबेरी चाहिँ कति मजाले फल्न लागेको छ। यो चाहिँ हामीलाई सानो हामी धनियाँ जमाएको, भुइँमा पनि जमाएको थियो तर भुइँको त्यति राम्रो भएन। यो चाहिँ मेरो 2 वर्ष अगाडिको अकबरी खुर्सानी हो। मेरो योपालि चाहिँ धेरै छन् अकबरी खुर्सानी। वेदरले गर्दाखेरि त्यति नहुने भएको भएर मैले चाहिँ अब नेक्स्ट इयर चाहिँ म त्यति धेरै खुर्सानीहरू रोप्दिनँ, किनभने दुःख मात्रै भयो होइन, खासै फल्दैन। यहाँ चाहिँ एकदम चिसो वेदर होइन, अनि भित्र राख्दाखेरि एकदमै लाई किरा लाग्ने, अनि सबै त्यो सानो भुसुना माखाहरू लाग्ने के भित्र घरभित्र छपक्कै भित्र माखा पसेर है। त्यो सानो माखा के, माखा भन्दा पनि ठुलो माखा होइन, सानो माखाहरू। यो चाहिँ काँक्राको सानो बेल हो नि, हामी आफूले जमाएको हो। अघिको मखमली फुललाई चाहिँ अब कतै अर्को ठाउँमा रोप्यो भने हुन्छ कि भनेर मैले चाहिँ यहाँ सानो प्लान्ट पोटमा सारेको हो। त्यसैलाई नै उखालेर सारेको। तर खासै यसले चाहिँ कुनै ग्रो चाहिँ देखाएको छैन, कुनै ग्रोथ देखाएको छैन है। यो चाहिँ मेरो डेहलिया हो। यो डेहलिया हो। यो चाहिँ हाइड्रेन्जा हो। यो हाइड्रेन्जा चाहिँ मैले अस्ति मदर्स डेमा चाहिँ मेरो आमालाई गिफ्ट दिएको। मसँग चाहिँ हाइड्रेन्जा थियो तर त्यो राम्रो भएन, मरिगयो। त्यही भएर चाहिँ मलाई चाहिँ हाइड्रेन्जा एकदम मनपर्ने भएको भएर, अनि मेरो आमाले पनि एकदम मनपर्ने भएको भएर अस्तिको मदर्स डेमा चाहिँ योभन्दा पनि बेटर गिफ्ट चाहिँ केही हुँदैन भनेर मैले मेरो आमालाई चाहिँ हाइड्रेन्जा गिफ्ट दिएको है। अहिले त हेर्नु यो बुढो भयो है, यो त्यही भएर यस्तो देखेको छ, तर एकदम राम्रो व्हाइट कलरमा थियो। अनि यिनीहरू चाहिँ जिरेनियम हो। यो जिरेनियम चाहिँ मैले आफूले कटिङ गरेर राखेको। अहिले हेर्नु यस्तो फुलेको छ। तर कटिङ गरेर थुप्रै कटिङ गरेर मसँग थुप्रै कलरहरूको थियो, तर अब सानोमा नचिन्ने नि त कटिङ गरेर राख्दाखेरि। अब त्यो गमलाहरू पनि सारे गर्ने भएर कति सबै एउटै कलरको परेछ कि। मसँग पिङ्क कलरको, रेड कलरको थियो, सबै मरेछ क्या। यिनीहरू मात्रै परेछ क्या। यो र यो नि एउटा रङ, 2टा रङ है। त्यसैको यो पनि सायद यो अलिकति फिक्का छ है, तर पनि एउटै होला भन्ने लागेको छ। सबै एउटै परेछ कि कलरहरू है। यो चाहिँ अफ्रिकन लिली हो, तिरहारा फुल चाहिँ हो, अफ्रिकन लिली। अनि यिनीहरू चाहिँ मैले सानो जमाएको छ कि बिगोनियाहरू। यो चाहिँ मेरो आफ्नै घरको बिगोनियाहरू जमाएको। हेर्नु एकदमै टाइम लाग्ने कि, एकदम टाइम लाग्ने है यो उम्रिनको लागि चाहिँ। फेरि सबै एकनासले नउम्रिने, यत्रो भएको छ, यो यत्रो छ। यो चाहिँ इम्पेसन फ्लावर हो। यो चाहिँ डबल लेयरमा, तर त्यति राम्रो नहुँदो रहेछ। यो डबल लेयरको त होइन, सबै यस्तो भएको छ क्या। त्यही भएर मैले यसलाई गमला पनि चेन्ज गरिनँ। सबभन्दा सानो गमला थियो, तर यो गमला भन्दा चाहिँ मलाई अलिकति ठुलोमा त फेरेको हो। तर मैले योभन्दा बढी चाहिँ म चाहिँ अरू गमलामा चाहिँ म यसलाई ट्रान्सफर चाहिँ गर्दिनँ, किनकि यसले खासै यति राम्रो ग्रोथ चाहिँ देखाएको छैन। यो सबै बिगोनिया म आफूले जमाएको बिगोनिया, मेरो पुरानो बिगोनियाहरू हो। कोही चाहिँ यत्रो भएको छ है, एकैचोटि जमाएको, कोही यत्रो पलाउँदैछ, कोही अब यस्तो छ, कोही चाहिँ यत्रो ठुलो भइसक्यो। अनि यहाँ पनि छ। यहाँ चाहिँ मैले अस्ति भर किनेर लिएर आएको चाहिँ बिगोनियाहरू यहाँ जमाएको छ। यहाँ यत्रो भएको छ। यो मेरो अब सयपत्रीहरू भइहाल्यो, सबै सयपत्रीहरू है। यहाँ पनि यो पनि जिरेनियम। यो चाहिँ मेरो आमाले किनेर लानुभएको जिरेनियम हो, व्हाइट कलरको। यो चाहिँ सायद रेड कलरको या पिङ्क कलरको छ होला। त्यसैले यहाँ पनि छ। यो चाहिँ मेरो पुरानो जिरेनियम हो। तर मलाई थाहा, मैले कटिङ गरेर सारिदिएको है, तर अब थुप्रै कलरको थियो, त्यही भएर मलाई एक्ज्याक्ट कलर चाहिँ थाहा भएन। तर हेर्नु यहाँ फुल्न लागेको छ। अनि यो चाहिँ किनेर ल्याएको जिरेनियमहरू हो। यहाँ चाहिँ कति राम्रो यस्तो फुलेको छ क्या है। यो चाहिँ मेरो अर्को क्रिसान्थेमम,
गुदेली फुल, लास्ट इयरको डेहलियाहरू जमाएको यहाँ पनि जमाएको छु। यो चाहिँ मेरो क्रिसान्थेमम भयो र आजको चाहिँ मेरो ब्याक गार्डनको चाहिँ यति नै हो। म मेरो फ्रन्ट गार्डन चाहिँ म पछि देखाउने छु। थ्याङ्क यू भेरी मच फर वाचिङ, बाई बाई।